डाइरेक्ट क्वेसनहरू सल्भ गर्नुभन्दा पहिले चाहिँ एकपटक हामीहरूले यसका स्टेपहरू बारेमा जान्नु अनि स्टेपहरूको बारेमा जानिसकेपछि मिलेर 3-4वटा क्वेसनहरू सल्भ गरौँला। ल अब सुरु गरौँ है त साथीहरू। सबैभन्दा पहिला चाहिँ हामीहरूलाई माथि कुनै पनि एउटा फङ्सन दिएको हुन्छ, गिभन फङ्सनलाई राम्रोसँग हेर्नुपर्छ। त्यसपछि हामीले पहिलो हाम्रो फर्स्ट स्टेपमा चाहिँ गिभन इक्वेसनको स्टेप 1मा चाहिँ हामीहरूले फङ्सनल भ्यालु पत्ता लगाउनु पर्ने हुन्छ र स्टेप 2मा चाहिँ लिमिटिङ भ्यालु पत्ता लगाउनु पर्ने हुन्छ र हाम्रो लिमिटिङ भ्यालु अन्तर्गत चाहिँ हामीहरूले पहिला चाहिँ सुरुमा राइट ह्यान्ड लिमिट अनि यसै गरेर चाहिँ लेफ्ट ह्यान्ड लिमिट पत्ता लगाउनु पर्ने हुन्छ र यसरी चाहिँ लास्टमा हाम्रो राइट ह्यान्ड लिमिट इक्वल टु लेफ्ट ह्यान्ड लिमिट इक्वल टु फङ्सनल भ्यालु चाहिँ हाम्रो सबै इक्वल आयो भने हाम्रो गिभन फङ्सन विल बी कन्टिन्युस, बट हाम्रो लिमिटिङ भ्यालु चाहिँ फङ्सनल भ्यालुसँग इक्वल भएन भने चाहिँ हाम्रो गिभन फङ्सन विल बी डिस्कन्टिन्युस हुनेछ है त साथीहरू। र यसरी हामीहरूले रुट थाहा पाइसकेपछि अब उल्टा रुटमा कसरी हिँड्ने र यसलाई कसरी एप्लिकेबल गर्ने भनेर केही इक्जाम्पलद्वारा प्रस्तुत पारौँ। त्यसै गरी हामीहरूले डिस्कस गर्न गइराखेको पहिलो इक्जाम्पल रहेको छ, टेस्ट द कन्टिन्युटी ओर डिस्कन्टिन्युटी अफ द गिभन फङ्सन इज डिफाइन्ड एट x इक्वल टु -1। यसको मतलब हामीहरूले ट्र्याकवाला यसको रुटमा डिस्कस गरे अनुसार अगाडि बढ्दाखेरि चाहिँ हामीहरूले पहिलो स्टेपमा चाहिँ फङ्सनल भ्यालु पत्ता लगाउनु पर्ने हुन्छ र फङ्सनल भ्यालु पत्ता लगाउँदाखेरि चाहिँ हामीहरूले दिएको इक्वेसनहरूमध्ये त्योवाला इक्वेसन हेर्ने जुनमा चाहिँ एक्सको भ्यालु कुनै एउटा कन्स्ट्यान्ट टर्म वा हामीले दिएको पोइन्टमा डाइरेक्टली इक्वल टु हुन्छ। हामीहरूलाई यहाँ 1सँग 1 भन्ने पोइन्टमा कन्टिन्युटी या डिस्कन्टिन्युटी पत्ता लगाउनु पर्ने छ र यहाँ चाहिँ एक्स इक्वल टु -1 जुन इक्वेसन चाहिँ -1सँग दिएको पोइन्टसँग डाइरेक्टली इक्वल टु हुन्छ त्योवाला इक्वेसन चाहिँ हामीले फङ्सनल भ्यालु फाइन्ड आउट गर्दाखेरि चाहिँ युज गर्छौँ र सोही अनुसार हाम्रो भयो f -1 इक्वल टु 5। हाम्रो फङ्सनल भ्यालु चाहिँ 5 आयो। यदि हाम्रो कन्टिन्युटी वा डिस्कन्टिन्युटी -1 नभएर अरू कुनै पोइन्ट मानौँ 4, 5, 3, 6 जुन पोइन्टमा पत्ता लगाउनु पर्ने हुन्थ्यो त्यही पोइन्ट चाहिँ हामीले यहाँ -1मा लेख्थ्यौँ। र त्यसै गरी हाम्रो स्टेप 2मा रहेको छ लिमिटिङ भ्यालु फाइन्ड आउट गर्नुपर्ने छ र अगाडि हामीले ट्र्याकमा डिस्कस गरे अनुसार यसमा चाहिँ पहिला हामीले पत्ता लगाऊ राइट ह्यान्ड लिमिट RHL छोटकरीमा चाहिँ यसको राइट ह्यान्ड लिमिटको लागि चाहिँ हामीले लेख्यौँ लिमिट x टेन्ड्स टु -1 र हामीहरूले राइट ह्यान्ड लिमिटको लागि चाहिँ -1 को माथि अथवा कुनै पनि पोइन्टमा पत्ता लगाउनु पर्छ त्यसको माथि प्लस राखेर प्लसले इन्डिकेट गर्छौँ fx इक्वल टु अब राइट ह्यान्ड लिमिटमा चाहिँ हामीले त्योवाला इक्वेसन हेर्ने जुनमा चाहिँ हामीले दिएको पोइन्टभन्दा ठुलो हुन्छ एक्सको भ्यालु चाहिँ ग्रेटर देन गिभन पोइन्ट -1 हुन्छ त्योवाला इक्वेसन हेर्नुपर्ने छ र हामीहरूले चाहिँ तीनवटा इक्वेसनमध्ये फर्स्ट इक्वेसनमा चाहिँ एक्सको भ्यालु लेस देन -1 भनेको छ त्यसैले यो क्यान्सल भयो अनि सेकेन्ड इक्वेसनमा चाहिँ एक्सको भ्यालु ग्रेटर देन -1 ग्रेटर देन गिभन पोइन्ट भनेको छ त्यसैले हामीले राइट ह्यान्ड लिमिट लिनको लागि चाहिँ सेकेन्डवाला इक्वेसन युज गर्यौँ x² + 2 र हामीसँग x को भ्यालु रहेको छ -1 को स्क्वायर प्लस 2 र हाम्रो यसको आयो 1 + 2 = 3 र हामीले राइट ह्यान्ड लिमिट निकालिसकेपछि अगाडि ट्र्याकमा डिस्कस गरे अनुसार अब हामीले लेफ्ट ह्यान्ड लिमिट पत्ता लगाउनु पर्छ र यसको लागि हामीले लेख्यौँ x टेन्ड्स टु -1 अनि -1 लेफ्ट ह्यान्ड लिमिटमा चाहिँ हामीले यसको माथि टाउकोमा माइनस राखेर माइनसले इन्डिकेट गर्छौँ fx इक्वल टु अनि यसमा चाहिँ हामीहरूले x को भ्यालु -1 भन्दा लेस देन सानोवाला लेफ्ट ह्यान्ड लिमिटमा सानोवाला राइट ह्यान्ड लिमिटमा ठुलोवाला लेफ्ट ह्यान्ड लिमिटमा भएकोले सानोवाला इक्वेसन हेर्छौँ जुन चाहिँ हामीसँग रहेको छ इक्वेसन फर्स्टमै रहेको छ 2x + 5 फर x लेस देन -1 लेस देन भएको कारणले गर्दा लेफ्ट ह्यान्ड लिमिटमा हामीहरूले फर्स्ट इक्वेसन युज गर्यौँ इक्वल टु 2x + 5 अनि 2x भनेको हाम्रो -1 + 5 हामीहरूको भयो 2 1 2 -2 + 5 इक्वल टु हाम्रो लेफ्ट ह्यान्ड लिमिट पनि 3 आयो। हाम्रो लेफ्ट ह्यान्ड लिमिट इक्वल टु राइट ह्यान्ड लिमिट इक्वल टु हामी चाहिँ लिमिटिङ भ्यालु हाम्रो लेफ्ट ह्यान्ड लिमिट र राइट ह्यान्ड लिमिट दुईवटै 3 आयो त्यसैले हामी समग्र भन्नुपर्दाखेरि हाम्रो लिमिटिङ भ्यालु चाहिँ 3 आयो। अब स्टेप 3मा चाहिँ अगाडिको ट्र्याक अनुसार अगाडि बढ्दाखेरि हामीहरूले लेफ्ट
यो लिमिटिङ भ्यालु अनि फङ्सनल भ्यालुहरूलाई चाहिँ कम्पेयर गर्ने ट्राई गर्छौँ। र कम्पेयर गर्दाखेरि हामीहरूले के देख्यौँ भने हामीहरूको फङ्सनल भ्यालु चाहिँ 5 आएको थियो, तर हामीहरूको लिमिटिङ भ्यालु चाहिँ 3 आयो। र लिमिटिङ भ्यालु र फङ्सनल भ्यालु चाहिँ इक्वल नआएको कारणले गर्दा हाम्रो द गिभन फङ्सन इज डिसकन्टिन्युअस एट द पोइन्ट x -1। हामीहरू यो इक्वल नभएको कारणले गर्दा यो डिसकन्टिन्युअस भयो, तर यदि इक्वल भएको भए यो कन्टिन्युअस हुन्थ्यो। र यसैले हामीले लास्टमा लेखौँ कि हेन्स द गिभन फङ्सन्स आर डिसकन्टिन्युअस एट x = -1। यसै गरी हामीहरूले इक्जाम्पल 2 मा देख्न सक्छौँ कि ट्रेस द कन्टिन्युटी और डिसकन्टिन्युटी अफ द गिभन फङ्सन एज डिफाइन्ड एट x = 4। यसको मतलब हामीहरूले x = 4 भन्ने पोइन्टमा हामीहरूलाई दिएको फङ्सन कन्टिन्युअस या डिसकन्टिन्युअस कुन छ भनेर चाहिँ पत्ता लगाउनु पर्नेछ। र एकपटक गइरिएर यो इक्वेसनलाई हेर्दाखेरि चाहिँ x² - 5 फर x <4। x को भ्यालु 4 भन्दा सानो राख्ने हो भने चाहिँ हामीहरूले त्यस्तो अवस्थामा x² - 5 भन्ने इक्वेसन युज गर्छौँ। र 16 फर x = 4 x को भ्यालु 4 सँग बराबर हो भन्नको लागि चाहिँ हामीहरूले 16 भन्ने हाल एउटा इक्वेसन युज गर्छौँ। र 3x + 3 फर x > 4 x को भ्यालु चाहिँ 4 भन्दा धेरै राख्ने हो भने चाहिँ हामीहरूले 3x + 3 नामक यो इक्वेसनको युज गर्छौँ, जुन चाहिँ यो हाम्रो राइट ह्यान्ड लिमिटमा युज हुन्छ। र अगाडि डिस्कस गरे अनुसार तीनवटै स्टेप युज गरेर यसमा पनि अगाडि बढ्दाखेरि चाहिँ हामीहरू अब स्टेप 1 मा हामीहरूले फङ्सनल भ्यालुको लागि हेर्दाखेरि चाहिँ हामीहरूले फङ्सनल भ्यालुमा अगाडि भने जस्तै त्यो खालको इक्वेसन हेर्ने जुन इक्वेसनमा चाहिँ x को भ्यालु कुनै एउटा कन्स्ट्यान्ट नम्बरसँग डाइरेक्टली इक्वल हुन्छ। र सो अनुसार हामीहरूले हेर्दाखेरि चाहिँ यो इक्वेसनमा x को भ्यालु 4 भन्दा कम छ, यो इक्वेसनमा चाहिँ x को भ्यालु 4 भन्दा बढी छ, > 4 छ। र हाम्रो सेकेन्ड नम्बरको इक्वेसनमा चाहिँ x को भ्यालु 4 एउटा कन्स्ट्यान्ट नम्बरसँग डाइरेक्टली इक्वल छ। त्यसैले हामीहरूले फङ्सनल भ्यालुको लागि चाहिँ उक्त सेकेन्ड नम्बरको इक्वेसन युज गर्छौँ। र हामीहरूले सो अनुसार सेकेन्ड नम्बरको इक्वेसन युज गर्यौँ, f4 = 16 भयो। हामीहरू चाहिँ फङ्सनल भ्यालुको इक्वेसन चाहिँ फङ्सनल भ्यालु चाहिँ हाम्रो 16 निस्क्यो। र यदि हामीहरूले कन्टिन्युटी टेस्ट चाहिँ 4 नभएर अरू 5, 6, 7 जुनसुकै पोइन्टमा गर्नुपर्ने थियो, त्यो अरू यदि यहाँ 4 नभएर हाम्रो चाहिँ 5 भइदिएको भए हामीहरूले f5 नै ल्याउँथ्यौँ, र 6 भएको भने f6 नै ल्याउँथ्यौँ। हामीले जुन पोइन्टमा गर्नुपर्ने हुन्थ्यो नि हो त्यो पोइन्ट नै हामीहरूले यहाँ ल्याउँथ्यौँ। र सो अनुसार यहाँ 4 भएको कारणले हामीहरू 4 ल्यायौँ र हामीहरू 16 आयो। र यसै गरी हामीहरूले सेकेन्ड स्टेपमा चाहिँ लिमिटिङ भ्यालु पत्ता लगाउनु पर्छ। लिमिटिङ भ्यालु अन्तर्गत पनि सुरुमा हामीले पत्ता लगाऊ हामीहरूले राइट ह्यान्ड लिमिट। अनि राइट ह्यान्ड लिमिटको लागि चाहिँ हामीहरूले त्यो वाला इक्वेसन हेर्नुपर्ने छ जुन इक्वेसनमा चाहिँ x को भ्यालु दिएको गिभन पोइन्ट भन्दा धेरै होस्। र हामीहरूले यहाँ हेर्दाखेरि चाहिँ x को भ्यालु चाहिँ > 4। राइट ह्यान्ड लिमिटको लागि चाहिँ हामीले दिएको 3 नम्बरको इक्वेसन चाहिँ हामीहरूलाई सुइटेबल छ, किनभने यहाँ x को भ्यालु 4 भन्दा धेरै भनेको छ, 3x + 3 + x > 4। त्यसैले हामीहरूले यो वाला इक्वेसन ल्याऊ, लिमिट x → 4। र राइट ह्यान्ड लिमिटमा चाहिँ हामीहरूले प्लसको साइनले सिम्बल गर्छौँ। fx = हामीले लिएको इक्वेसन छ 3x + 3 + 3 र 3 हामीहरूमा x को भ्यालु रहेको छ 4 + 3 र 3 × 4 = 12 + 3 हामीहरूमा चाहिँ यसको भ्यालु आयो 15। हामीहरूको राइट ह्यान्ड लिमिट आएको छ 15। अनि लेफ्ट ह्यान्ड लिमिटतर्फ अगाडि बढ्दाखेरि चाहिँ लेफ्ट ह्यान्ड लिमिटमा चाहिँ हामीहरूले x को भ्यालु दिएको पोइन्ट भन्दा चाहिँ कम <> गिभन पोइन्ट वाला इक्वेसन हेर्नुपर्छ। र यहाँ चाहिँ हामीहरूमा फर्स्टमै दिएको छ x² - 5 फर x << 4। त्यसैले हामीहरूले यो इक्वेसन सुइटेबल भयो र पहिलो नम्बरको इक्वेसन ल्याउँछौँ। यसमा चाहिँ लिमिट x → 4 र लेफ्ट ह्यान्ड लिमिटमा चाहिँ यसले माइनसले सिम्बलाइज गर्छ। fx = हामीले लिएको इक्वेसन x² - 5 र हामीहरू x को भ्यालु रहेको छ 4² - 5 र यो गर्दाखेरि चाहिँ यसको 4 × 16 -5 हाम्रो लेफ्ट ह्यान्ड लिमिट आयो 11। र हामीहरूले
लिमिटिङ भ्यालुमा चाहिँ राइट ह्यान्ड लिमिट र लेफ्ट ह्यान्ड लिमिट निकालिसकेका छौँ, जहाँ चाहिँ हाम्रो राइट ह्यान्ड लिमिट 15 आएको छ अनि लेफ्ट ह्यान्ड लिमिट चाहिँ 11 आएको छ र यो राइट ह्यान्ड लिमिट चाहिँ डज नट इक्वल टु लेफ्ट ह्यान्ड लिमिट। लिमिटिङ भ्यालु नै आफूहरूमा एकअर्कामा एक्जिस्ट भएको छैनन्, इक्वल टु भएको छैनन् र अगाडि बढ्यौँ हामीहरू स्टेप 3 तर्फ। स्टेप 3 मा चाहिँ हामीहरूले फङ्सनल भ्यालु र लिमिटिङ भ्यालुलाई कम्पेरिजन गर्छौँ र कम्पेरिजन गरिसकेपछि हामीहरूले चाहिँ के पत्ता लगायो भने हाम्रो राइट ह्यान्ड लिमिट डज नट इक्वल टु लेफ्ट ह्यान्ड लिमिट डज नट इक्वल टु फङ्सनल भ्यालु, यिनीहरू कुनै पनि इक्वल टु छैनन्। हाम्रो लिमिटिङ भ्यालु चाहिँ फङ्सनल भ्यालुसँग इक्वल टु नभएको कारणले गर्दा गिभन फङ्सन इज अल्सो डिसकन्टिन्युस एट एक्स इक्वल टु 4 र यसरी हामीले लास्टमा चाहिँ एन्स र लास्टमा चाहिँ हामीहरूले के पत्ता लगायो भने चाहिँ गिभन फङ्सन इज अल्सो डिसकन्टिन्युस एट एक्स इक्वल टु 4 भनेर यसको हामीले सल्भ गऱ्यौँ। त्यसै गरी चाहिँ हामीहरूले इक्जाम्पल 3 मा चाहिँ अलिक कम्प्लेक्स टाइपको एउटा इक्वेसन लिएर सल्भ गर्न गइरहेका छौँ, जहाँ चाहिँ हामीलाई के भनेको छ भने टेस्ट द कन्टिन्युटी और डिसकन्टिन्युटी अफ द फङ्सन एज डिफाइन्ड एट एक्स इक्वल टु 2 एन्ड एक्स इक्वल टु 3। यो एउटै इक्वेसनलाई चाहिँ हामीहरूले 2 र 3 मा 2 भन्ने पोइन्ट अनि 3 भन्ने पोइन्टमा कन्टिन्युस वा डिसकन्टिन्युस के छ भनेर सल्भ गर्नुपर्ने छ र यो चाहिँ तपाईँहरूले अलिकति जान्नुपर्ने हुन्छ, हल्का कम्प्लेक्स टाइपको छ, ध्यान दिएर हेर्नु होला। फर एक्स इक्वल टु 2 भन्ने पोइन्टमा कन्टिन्युस या डिसकन्टिन्युस भन्ने हामीहरूले पहिला पत्ता लगाऊ। त्यसको लागि चाहिँ हामीहरूले दुईवटा इक्वेसन, एउटा यो 2 अनि यो 2 भन्ने चाहिँ हामीले दुई ठाउँमा रहेको छ र यिनै दुईवटा इक्वेसन युज गरेर नै हामीले यसको फङ्सनल अनि लिमिटिङ भ्यालु निकालेर यो कन्टिन्युस या डिसकन्टिन्युस के छ भनेर सजिलै फाइन्ड आउट गर्न सक्नेछौँ। र अब गरौँ है त साथीहरू। र फङ्सनल भ्यालुको लागि चाहिँ हामीहरूले अगाडि भने जस्तै 2 चाहिँ एक्ससँग डाइरेक्टली इक्वल हुनुपर्छ, जुनवाला इक्वेसन चाहिँ हामीहरूलाई इक्वेसन नम्बर 2 मा दिएको छ। यहाँ चाहिँ के भनेको छ भने एक्सको भ्यालु चाहिँ ग्रेटर देन ओर इक्वल टु 2 एन्ड लेस देन 3 र हामीलाई चाहिँ अहिले 3 सँग केही सरोकार कुनै मतलब नै छैन, किनभने हामीहरूले एक्स इक्वल टु 2 भन्ने पोइन्टमा कन्टिन्युस या डिसकन्टिन्युस पत्ता लगाउन गइरहेका छौँ। र फङ्सनल भ्यालुको लागि चाहिँ हामीहरूमा 2nd नम्बर इक्वेसनमा एक्स इज ग्रेटर देन बट अल्सो इक्वल टु 2 भन्ने कारणले गर्दा हामीहरूले यो इक्वेसनलाई लियौँ। हाम्रो एफ 2 इक्वल टु एक्स स्क्वायर माइनस 2 र एक्स स्क्वायर एक्सको ठाउँमा चाहिँ हाम्रो छ 2 भयो, 2 स्क्वायर माइनस 2 गरेर 4 माइनस 2 इक्वल टु हाम्रो आयो 2। फङ्सनल भ्यालु चाहिँ हाम्रो 2 आइसकेको छ। अब यसै गरी फर लिमिटिङ भ्यालुमा चाहिँ हामीले सुरुमा राइट ह्यान्ड लिमिट निकालौँ। राइट ह्यान्ड लिमिटमा लिमिट एक्स टेन्स टु हामीलाई थाहा छँदै छ, हामीले 2 भन्ने पोइन्टमा निकाल्न लागेका छौँ र राइट ह्यान्ड लिमिटको लागि प्लस सिम्बलले इन्डिकेट गरिन्छ एफ एक्स इक्वल टु, र यसमा चाहिँ एक्सको भ्यालु दिएको पोइन्ट 2 भन्दा धेरै ग्रेटर देन हुनुपर्छ, जुन चाहिँ हामीहरूमा यही इक्वेसन 2 मै दिएको छ। के भनेको छ भने एक्सको भ्यालु इक्वल टु एन्ड अल्सो लेस देन इक्वल टु 2 भनेको छ, लेस देन इक्वल टु 2। सो हामीले यो राइट ह्यान्ड लिमिटको लागि पनि उक्त 2nd नम्बरको इक्वेसन नै युज गर्यौँ, एफएक्स इक्वल टु एक्स स्क्वायर माइनस 2 र हामीहरूमा एक्सको भ्यालु यहाँ पनि 2 नै छ र 2 स्क्वायर माइनस 2 इक्वल टु 4 माइनस 2 इक्वल टु हाम्रो यो पनि आयो 2 आयो। र अब यसै गरी लेफ्ट ह्यान्ड लिमिटको लागि चाहिँ लेफ्ट ह्यान्ड लिमिट एक्स टेन्स टु 2 अनि लेफ्ट ह्यान्ड लिमिटमा चाहिँ हामीले यसलाई माइनसले इन्डिकेट गर्छौँ र एफ एक्स इक्वल टु कुनलाई इक्वेसन युज गर्ने भनेपछि हामीले अगाडि डिस्कस गरिसकेका छौँ। लेफ्ट ह्यान्ड लिमिटमा चाहिँ कुन पोइन्टमा निकाल्न छ दिएको कन्स्ट्यान्ट पोइन्टभन्दा सानोवाला इक्वेसन युज गर्नुपर्छ, कमवाला, जुन चाहिँ हामीहरूमा इक्वेसन फर्स्टमै छ। फर यो इक्वेसन फर एक्सको भ्यालु चाहिँ लेस देन 2 भन्दा सानोको लागि चाहिँ यो भनेको छ र सोही अनुसार यो इक्वेसन राखेर यो सल्भ गर्दाखेरि चाहिँ रुट एक्स प्लस 2 इक्वल टु हाम्रो एक्स भनेको 2 छ, 2 प्लस 2 भनेको हाम्रो रुट 4 भयो र रुट 4 भनेको हाम्रो कति हो 2 नै हो। र यसै गरी हाम्रो चाहिँ यो लेफ्ट ह्यान्ड लिमिट इक्वल टु राइट ह्यान्ड लिमिट इक्वल टु हाम्रो 2 आयो, 2 मतलब टोटलमा भन्दाखेरि चाहिँ हाम्रो लिमिटिङ भ्यालु चाहिँ 2 आयो र हाम्रो चाहिँ फङ्सनल भ्यालु इक्वल टु लिमिटिङ भ्यालु इक्वल टु 2, हाम्रो फङ्सनल भ्यालु पनि 2 आयो, लिमिटिङ भ्यालु पनि 2 आयो। सो त्यस कारणले चाहिँ हाम्रो गिभन फङ्सन चाहिँ कन्टिन्युस भयो र हामीलाई थाहा भयो कि एक्स इक्वल टु 2 भन्ने पोइन्टमा
हाम्रो यो कन्टिन्युस भयो र x इक्वल टु 3 भन्ने पोइन्टमा कन्टिन्युस एट डिसकन्टिन्युस के होला त्यो चाहिँ तपाईँहरूले आफै गर्नु होला, ट्राई गर्नु होला। अनि मिल्छ वा मिल्दैन कमेन्ट गर्नु होला। कन्टिन्युस आयो या त डिसकन्टिन्युस कुन आयो भनेर कमेन्ट गर्नु होला। म एकपटक हेरिदिनेछु र त्यसमा चाहिँ के गर्नु होला भने तपाईँहरूले 3 र 3मा युज गर्दाखेरि चाहिँ हामीले दुईवटा इक्वेसन युज गर्नु होला, जहाँ चाहिँ फङ्सनल भ्यालुको लागि चाहिँ यो इक्वेसन युज गर्नु होला, यो इक्वेसन 3 नम्बरको इक्वेसन युज गर्नु होला, जहाँ चाहिँ हामीलाई के भनेको छ भने x को भ्यालु नट अल्सो ग्रेटर देन बट अल्सो इक्वल टु 3 भनेको छ। त्यसको लागि तपाईँहरूले फङ्सनल भ्यालुको लागि यो इक्वेसन युज गर्नु होला र अल्सो फर राइट ह्यान्ड लिमिटको लागि पनि यही इक्वेसन युज गर्नु होला। किनभने यहाँ के भनेको छ भने x को भ्यालु ग्रेटर देन 3 भनेको छ, 3 भनेको धेरै, 3 भन्दा धेरै। त्यसैले राइट ह्यान्ड लिमिटको लागि यो युज गर्नु होला। अनि लेफ्ट ह्यान्ड लिमिटको लागि चाहिँ फेरि यो युज गर्नु होला, यो इक्वेसन युज गरेर सल्भ गर्नु होला। र कन्टिन्युस या डिसकन्टिन्युस के आउँछ मलाई कमेन्टमा बताउनु होला र च्यानललाई सब्सक्राइब गर्नु होला। बाइ बाइ गाइज।